सम्पूर्ण मित्रजनहरु नमस्कार है त नमस्कार। हामी चाहिँ यति बेला लमजुङ बेस सहरदेखि चाहिँ भुलभुलेसम्म जाँदैछौँ है त। भुलभुले नादी ड्यामसम्म जाँदैछौँ है त। जुन बलमखोला झरनादेखि चाहिँ नादीको ड्यामसम्म जाँदैछौँ है। यहाँबाट चाहिँ सुरु भयो यी मर्स्याङदी गाउँपालिका। हामी चाहिँ मर्स्याङदी गाउँपालिका पुगिसकेका छौँ। अब यहाँबाट बगैँचा भन्ने ठाउँ आउँछ। बगैँचाबाट खोदीबाट भुलभुले झरना हुँदै हाम्रो यात्रा चाहिँ आज नादी ड्यामसम्मको हुन्छ है त। नादी ड्यामसम्मको हुन्छ ल। सरलार हामी जाँदैछौँ है। मौसम एकदम क्लियर छ। माथि हिमालमा हिउँ मजाले लगाइरहेको छ है। देख्न पनि मजा आइरहेको छ। ल हेर्नु त आनन्द क्लियर छ है मौसम चाहिँ। हामी चाहिँ यो बगैँचा भन्ने ठाउँ पुग्यौँ है त ल। यो बगैँचा भन्ने ठाउँ पुग्यौँ। त्यसपछि खुदी आउँछ, खुदी बजार आउँछ है। ल हेर्नु है त माथि र हिमालको छेउमा हेर्नुहोस् कति मौसम आनन्द क्लियर छ है। यो चाहिँ बगैँचा है त ल। हामी लगभग खुदी आइपिन लाग्यौँ यति बेला। खुदी बजार आइपिन लाग्यौँ। यो खुदी बजार आइपुग्यौँ है हामी टक्क लाएर। खुदी बजार यो साम्बा चोक भयो है। यो चाहिँ साम्बा चोक भयो। यो चाहिँ खुदीको ब्रिज हो है त ल। यहाँ चाहिँ चेकपोस्ट छ। यहाँ चाहिँ चेकिङ भइरहेको रहेछ है त ल। हाम्रो ट्राफिक सर चाहिँ चेकिङमा हुनुहुँदो रहेछ ल। हाम्रो गाडी साइड लाउनु भयो ल। साइड लाएर पनि छोडिदिइसक्नु भयो है त। यो खुदी बजार हो है त ल गाइज। यो खुदी बजार हुँदै जाने हो। अब हामी सुरुङ आउँछौँ। सुरुङ आएपछि त्यसपछि झरनामा पुग्छौँ है त हामी। बर्खा लाग्यो है। झरना चाहिँ ठुलो आइसकेको छ है। यो चाहिँ सिनो हाइड्रोको ड्याम भयो है। सिनो हाइड्रोको पावर हाउस भयो है त ल। सिनो हाइड्रोको पावर हाउस। यहाँ चाहिँ टुरिस्ट गाइड टन्ने आएर बसेको छ है। यिनीहरू सब मनाङ गएको हो। अब हामी सुरुङ मार्गमा पुग्छौँ है। नेपालकै पहिलो सुरुङ भनेर चिनिन्छ यसलाई चाहिँ है त ल। भुलभुले सुरुङ मार्गमा पुग्यौँ। यो नादी प्रोजेक्टको ड्याम भयो। हामी सुरुङ मार्गमा पुग्यौँ है त ल। ट्याक्क सुरुङ मार्गमा पुग्यौँ। त्यसपछि हामी कहाँ जान्छौँ? झरनामा जान्छौँ है। भुलभुले झरनामा जान्छौँ। यो कटेपछि हाम्रो झरना आउँछ है त। यहाँसम्म चाहिँ पिचरबाट बाटो पिच नै छ है। यो सुरुङ मार्गसम्म पिजै छ बाटो है। चाइनाको रातो क्याम्प भन्ने ठाउँसम्म चाहिँ पिजै छ है त बाटो। त्यसपछि अनि हल्का कच्ची छ है बाटो चाहिँ। ठिकै छ। बर्खा लागे पनि बाटो ठिकै छ भनौँ ल। 400 मिटर सुरुङ क्रस गऱ्यौँ हामीले है। सुरुङ क्रस गऱ्यौँ। पारिपट्टि गुम्बा पनि रहेछ। पारिपट्टि घरहरू बिचमा मर्स्याङदी नदी भइहाल्यो है। राम्रो छ ठाउँहरू घुम्नको लागि। लमजुङ जिल्ला होइन पर्यटन स्थल हो। मनाङ जाने बाटो पनि यही हो। यो चाहिँ चाइनिजहरूको क्याम्प भयो है। सिनो हाइड्रोको क्याम्पहरू भयो। रातो बिल्डिङ